गुड गुड आफ्टरनुन माई डियर फ्रेन्ड, तपाईँहरूलाई मेरो भिडियोमा स्वागत छ। यो फिलोनोपिसस टेनियालिस हो। यो अर्किडलाई चाहिँ फिलोनोपिसस टेनियालिस पनि भनिन्छ। अनि यो हिमालय इस्टर्न एरियातिर हुने, इस्टर्न रिजनतिर हुने यो टेनियालिसलाई चाहिँ डोरिटी टेनियालिस पनि भनिन्छ। अनि पी टेनियालिस यसको वैज्ञानिक नाम हो। र यो फिलोनोपिससमा आउँछ। यो एकदम स्मल साइजमा हुन्छ, देख्नुभयो। यसको यो जराहरू हो, यी जराहरू, यो जराहरू, यसलाई जराहरू भन्छ। यसलाई यसको लहरा हुन्छ। यो चाहिँ ल्याउ जस्तो हुन्छ, तर यसको पत्ता चाहिँ हुँदैन। यसलाई फिलोनोपिसस टेनियालिस डोरिटी लिन्डल पनि भन्छ। टेनियालिस डोरिटी लिन्डल पनि भन्छ। यो इस्टर्न हिमालयतिर पाइन्छ। यो दार्जिलिङतिर रुखमा यो पाइन्छ। अनि यो चाहिँ एपिफाइटिक पनि भनिन्छ। यसको लहराहरू यसरी गएको हुन्छ हो, देख्नुभयो साथीभाइ, यसरी गएको हुन्छ। र यो लहराबाटै यो फुल फुल्छ। फुल्ने समय चाहिँ ब्लुमिङ समय चाहिँ यति बेला जुन जुलाईतिर यो ब्लुमिङ हुन्छ। र एकदम मसिनो आकारमा धेरै सानो हुन्छ यो टेनियालिस। यो फिलोनोपिसस टेनियालिस डोरिटी टेनियालिस पनि भनिन्छ यसलाई। देख्नुभयो, यसको जरामा यो रुखमा टाँसिएर बसेको हुन्छ। मसिनो यसको बलहरू पनि लाग्दैछ, देख्नुभयो। र आज तपाईँलाई भिडियो यो टेनियालिस सम्बन्धी र फिलोनोपिसस टेनियालिसको सम्बन्धी तपाईँलाई मैले राम्रो जानकारी दिएको छु। यो पिङ्क कलरमा फुल्छ, मसिनो फुल फुल्छ। यो यहाँ बलहरू पनि लागेको छ यसको, देख्नुहुँदैछ नि। थ्याङ्क यू तपाईँलाई आज मेरो भिडियोलाई सेयर र लाइक गरिदिनु भएकोमा तपाईँहरू सबै साथीभाइलाई धेरै धेरै धन्यवाद छ।